दिमागमा मेरो नजरमा मैले एउटा नापो लिएर हिँडिरहेको हुँदो रहेछु, एउटा स्केल लिएर। उसको आध्यात्मिकतालाई कोही बेला मैले न्याय गरी पठाउँछु, जज गरी पठाउँछु। त्यसको लागि मेरोमा एउटा नापो छ। अनि उसको आध्यात्मिकता र अर्कोको आध्यात्मिकतालाई कम्पेयर गर्दाखेरि चाहिँ मैले धेरैपल्ट यो नापोलाई इस्तेमाल गर्दो रहेछु। अनि त्यसरी नापो लिएर हिँड्दा हिँड्दा यो आध्यात्मिकताको जीवनमा विशेष गरी फोकस गर्दा चाहिँ मैले आफैलाई ज्यादातर मात्रामा फारिसी जस्तो पाउँदो रहेछु, जहाँ चाहिँ मैले एकअर्काको आध्यात्मिकतालाई, एकअर्काको स्पिरिचुअलिटीलाई जज गर्दै हिँड्दो रहेछु। अनि आज प्रभुले जब मलाई यो वचनमा ल्याएर अड्याउनु भयो, नापो भन्ने वचन, मलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि मेरोमा नापो छ भन्ने आज मैले ज्ञात पाएँ, याद आयो। र यो नापोलाई चाहिँ जति सक्दो मैले प्रभुको कृपाले भडेर यसलाई चाहिँ हटाउनु खोज्नु पर्दो रहेछ, जसमा कि हरेक मान्छेलाई एउटा डिग्निटीले ट्रिट गर्नु, हरेक मान्छेलाई प्रभुकै छोराछोरी, प्रभुकै प्रभुले नै माया गरेको, प्रभुको आलो रगतले किनेको छोराछोरी भनेर, अनि उनीहरूको आध्यात्मिकतामा शङ्का नगरी तर उनीहरूको आध्यात्मिकतालाई अझ प्रोत्साहन दिएर अगाडि बढाउनु। त्यसरी मलाई अगाडि बढ्नु भनेर चाहिँ प्रभुले मलाई आज एउटा वचन दिनु भएको छ। र म आफ्नो आउँदो जीवनमा पनि यो नापोलाई जति सक्दो हटाउने, प्रभुको रगतले धुने, प्रभुको कृपाले यसलाई मेटाउने कोसिस गर्छु, जसमा कि आउन लागेको जीवनमा यो नापो लिएर अरूलाई न्याय गर्दै फारिसी साधुसी जस्तो होइन, तर यो नापोलाई हटाएर प्रभुको दृष्टिले अरूलाई, अरूको भल्नरेबिलिटी होइन, अरूको कमजोरीलाई हेर्दै त्यो कमजोरीमा उनीहरूको सहयोग बन्दै अगाडि बढ्ने एउटा योग्यको पुत्र हुँ भनेर आज प्रभुको सामु यसरी होइन हुने प्रयास गर्छु भनेर सानो प्रतिज्ञा पनि दोहोऱ्याउँदछु। यसको